नमस्ते साथीहरू, स्वागत छ टेक्निकल हिरा च्यानलमा। देन्सन हुन्छ। आज पनि मैले एउटा रेडमीको नोट 12 फोन लिएर आएको छु, जुन चाहिँ यसको गुगल एकाउन्ट लक छ। आज म यसको गुगल एकाउन्ट लक हटाएर देखाउन जाँदैछु। देन्सन हुन्छ। यसको फर्स्ट अफ अल त सेटअप गर्दाखेरि के प्रोसेस आउँछ त्यो देखाउन जाँदैछु। गुगल एकाउन्ट किन लक हुन्छ भने तपाईले यदि मोबाइलको प्याटर्न बिर्सेर रिसेट गर्नुभयो भने यो अवस्था आउन सक्छ। देन्सन हुन्छ। तपाईको यो साइनिङ गर भनिरहेको छ। यदि तपाईसँग यसको जुन योभन्दा अगाडि प्ले स्टोरमा हाल्नुभएको गुगल एकाउन्टको आइडी पासवर्ड छ भने यसबाट हामीले यसलाई अनलक गर्न सक्छौं त्यो हालेर। देन्सन हुन्छ। मैले यहाँनिर कम्प्युटरमा देखाइसकेको छु। यसलाई कसरी खोल्ने भन्दाखेरि हामीले यसलाई एउटा टुलको माध्यमबाट देन्सन हुन्छ। मैले यसको मोडल सिलेक्ट गरेँ। अब म यो मोडल सिलेक्ट गरेपछि म यहाँ तपाईलाई यो चाहिँ क्वालकम सीपीयू भएको कारणले म यसलाई चाहिँ दुईटा पिन सर्ट गरेर यसको एफआरपी अनलक गर्न जाँदैछु। यहाँ देखाउन जाँदैछु तपाईलाई कसरी सर्ट गर्ने, कुन पोइन्ट सर्ट गर्ने भनेर। यहाँ देन्सन हुन्छ। यसलाई अलिकति घटाऊ। यहाँ देन्सन हुन्छ। दुईटा पोइन्ट सर्ट गरेर हामीले यसलाई चाहिँ कम्प्युटरमा कनेक्ट गर्नुपर्ने हुन्छ। के गर्ने भन्दा यो मोबाइल फुल्ली खोल्न पर्ने हुन्छ। यसलाई फुल्ली खोलिसकेपछि स्विच अफ गर्नु। स्विच अफ गरिसकेपछि यहाँ दुईटा पोइन्ट देखाइरहेछ। यो दुईटा पोइन्ट सर्ट गरेर ब्याट्रीलाई एकचोटि थुतेर अनि डाटा केबल छिराउनु पर्ने हुन्छ, जुन म प्रोसेस गर्दैछु। यहाँ देख्न सक्नुहुन्छ मैले ब्याट्री थुतेर फेरि लाउने। यहाँ देन्सन हुन्छ। फेरि लाउने। लाइसकेपछि के गर्ने भन्दा फेरि यो दुईटा पोइन्ट जुन अघि मैले देखाएँ यसलाई सर्ट गरेर डाटा केबल घुसार्ने। यहाँ राख्न सक्नुहुन्छ। देख्न सक्नुहुन्छ यहाँनिर एकैछिन टाइम लाग्नेछ। यहाँनिर देन्सन हुन्छ। कम्प्युटरमा कनेक्ट भइसकेको छ। अब हामी यसको एफआरपी अनलक गर्न जाँदैछौँ है त। यहाँ एफआरपी क्लिक गरेँ। अब हेरौँ मोबाइल कनेक्ट हुन्छ कि हुँदैन। देन्सन हुन्छ। यहाँ मोबाइल कनेक्ट भइसकेको छ। यो क्वालकम सीपीयू भएर तपाईले यहाँनिर हामीले यसरी यो प्रोसेस गरेको हो। कुनैमा तपाईको यो प्रोसेस गर्नुपर्ने पनि हुँदैन। भोल्युम डाउन प्लस माइनसले नि काम गर्छ। तर यहाँ देन्सन हुन्छ। मैले यसलाई खोलेर गरेँ किनकि यो क्वालकम सीपीयू भएको कारणले। देन्सन हुन्छ। यसको एफआरपी गइसकेको छ। अब म तपाईलाई सेटअप गरेर देखाउन जाँदैछु यसको एफआरपी गयो कि गएन भनेर। एकैछिन मोबाइल अन होस्। मोबाइल अन भएपछि म तपाईलाई फुल्ली देखाउने छु। यसलाई सेटअप गर्न जाँदैछु। फर्स्ट अफ अल त हामी सेटअप गर्नेछौँ। अलिकति मैले भिडियोलाई फास्ट गर्दैछु किनकि यो सेटअप गर्दाखेरि अलिकति ज्याउ हुन्छ, प्रोसेस लङ हुन्छ र टाइम अलिक बढी लाग्नेछ। त्यसैले यहाँनिर स्किप गरिदिनुहोस्। अघि देखाएको साइनिङ गर भनेर भनिरहेको थियो, त्यो गर्छ कि गर्दैन। अघि नै भन्छ कि मैले गुगल एकाउन्ट किन लक हुन्छ भनेर। सो देन्सन हुन्छ। यहाँनिर सेटअप गरेँ। अघि देखाएको प्रोसेसमा तपाईको यहाँनिर साइनिङ गर भनेको थियो, देखाएन। देन्सन हुन्छ। मैले यसको एफआरपी अनलक गरेँ। हस्त नमस्ते।